हेलो फ्रेन्ड्स, तपाईँहरूलाई पुनः स्वागत छ मेरो ब्लगमा। तपाईँलाई पनि आज फेरि पनि तपाईँलाई यो नयाँ कुराहरू आज भिडियो मार्फत तपाईँहरूलाई देखाउने छु। मेरो बाइकमा चाहिँ 2 लाइन तेल छ, त्यही भएर म चाहिँ 500 को तेल हालेर पेट्रोल पम्पमा, त्यसपछि म पेट्रोल छैन पुरानो बाटो पुरानो भक्तपुर भएर जानेछु। यहाँ पेट्रोल पम्पमा चाहिँ तेल हालेर जानु पर्यो। यो बाइकभन्दा तेल हाल्ने धेरै हो क्या हो। कहाँ टाढाको लागि हाल्न गएको केटो? ओ हेर्नु बाबु, उता हाल्न जान्छ त। म अघि खोलेर बसेँ, 100 ग्राम त तेलै उडिन्छ। ल बाबु, ल बाबु अलिकति गरिदियो त। ल तेल हाल्यो, अब घरतिर लागिन्छ। हेलो फ्रेन्ड्स, यो चाहिँ मध्यपुर ठिमीको चाहिँ पुरानो बस्ती हो, बजार हो। यसलाई चाहिँ बाघा बजार भन्छ। त्यो चाहिँ सानोठी भक्तपुर हो। अनि देब्रेतिर लामा चाहिँ गट्टा घर जान्छ भने अगाडितिर गएमा चाहिँ पेप्सीकोला थुप्रै सरकारी कार्यालयहरू छन्। अब जहाँ पाए त्यहाँबाट ओभरटेक गर्ने, जहाँ पाए त्यहाँबाट साधन घुमाउने, जहाँ पाए त्यहीबाट कुदाउने, जेब्रा क्रसमा पनि नहेर्ने, लेनहरूको पालना नगर्ने गऱ्यो भने त अब सवारी दुर्घटनादेखि लिएर अन्य कुराहरू त हुन्छ नै। मान्छेले जुनसुकै सवारी साधन चलाउँदाखेरि फर्स्ट प्रायोरिटी भने जेब्रा क्रसमा रहेका पैदल यात्रुलाई चाहिँ प्रायोरिटी दिनुपर्ने हुन्छ। अब मान्छेहरू अब जेब्रा क्रस पनि हेर्दैनन्, ऊ पनि हेर्दैनन्, आँखा चिम्लेर कुदाउँछन्। हेलो फ्रेन्ड्स, यो चाहिँ भने मैले तपाईँलाई दृश्यमा देखाएको चाहिँ यो चाहिँ पेप्सीकोला चोक हो। आज खरिबाट हिँड्दाखेरि कमल विनायक बज्यो राइट साइड नगइकन म लेफ्ट साइडबाट लागेँ मध्यपुर ठिमीबाट हुँदै अनि सानो ठिमी भक्तपुर, त्यसपछि म आएँ अहिले पेप्सीकोला, त्यसपछि म जाँदैछु जडीबुटीबाट कोटेश्वरबाट 3 कुने हुँदै म आफ्नो गन्तव्यतिर जाँदैछु। हेलो फ्रेन्ड्स, यो चाहिँ जडीबुटीको पेप्सीकोलाबाट आउनेको जाम हो। अहिले चाहिँ जाम खुलेको छ। म लाग्दैछु कोटेश्वरतिर। कोटेश्वरको जाम चाहिँ खुलेको छ। खोल्न चाहिँ अब फेरि जाम चोकमा पुग्नलाई चाहिँ अझ 150 मिटर छ। हेरौँ कटिन्छ कि कटिँदैन। त्यही ट्राफिक जाममा परियो, किनभने यो लामो बाटो छ। त्यही भएर 5-7 मिनटको जामपछि चाहिँ कोटेश्वरको जाम खुलेको छ। हेलो फ्रेन्ड्स, यो चाहिँ अफिस टाइम हो होइन, किनभने अहिले चाहिँ 6 बजिरहेछ। तपाईँलाई म एउटा कुरा देखाउँछु त, यो डबल लेनमा कसरी आउँछ भनेर म तपाईँहरूलाई देखाउँछु त। तर गइसकेको छ, अघि गइसकेको छ। तर अहिलेको तल ट्राफिक भएकाले गर्दाखेरि चाहिँ अहिले डबल लेन चाहिँ मिच्दैनन्। हेलो गाइज, म चाहिँ अहिले बानेश्वरको जामबाट चाहिँ अगाडि जाँदैछु। दाहिनेतिर चाहिँ पुरानो बानेश्वर, देब्रेतिर चाहिँ सङ्कमुल, अगाडि चाहिँ बिजुली बजार र माइतीघर मण्डला मलहरू पर्दछ भने। हेलो फ्रेन्ड्स, म चाहिँ अहिले बिजुली बजारतिर छु। मेरो भ्लगमा चाहिँ सामान्य कुराहरू हुन्छ, न त मेरो सब्सक्राइब छ, न त लाइक्स, न त कमेन्ट, केही कुरा हुँदैन। म त जस्तो भिडियो छ त्यस्तै नै म अपलोड गर्ने गरेको छु। मान्छेले त अब सानो कन्टेन्टलाई पनि अलिकति देखाउँदाखेरि अलिकति कस्तो ओहो एक्साइटेड पाराले हेर्ने भिडियो बनाउँछ। त्यसैले म चाहिँ अब जस्तो छ त्यस्तै छ। अहिलेसम्म म सिक्दैछु। माइतीघर मण्डलाको चाहिँ तपाईँहरूलाई म फुलहरू देखाउँछु। माइतीघर मण्डलाको चाहिँ फुलहरू महाकाल भैरव की जय होस्। मेरो साथी कृष्ण पनि यस्तै अपाङ्गहरू, व्हिल चेयर चढेर कलेज आउने जाने
सँगै हिँड्यौँ हामी सँगै फर्स्ट बेन्चमा बस्थ्यौँ त्यो कृष्ण कहाँ गयो होला त्यतिखेर फेसबुक थिएन केही थिएन फोन थिएन गुटेको मस्त जामबाट त म चाहिँ लागेँ बालाजु चोक नयाँ बजार हेलो फ्रेन्ड्स म चाहिँ तपाईँलाई आज मेरो साथी छ भने म तपाईँलाई मेरो साथी देखाउँछु है अगाडि बाइक पसल उसको चाहिँ छ भने म देखाउँछु नत्र भने यतैतिर भइरहन्थ्यो साथी आज छैन साथी जस्तो त्यो भित्र गइरहेको छ 1.5 घन्टाको बाटो त्यहाँ माथि ट्राफिक जाम त्यहाँ माथि 32 डिग्री काठमाडौँको त्यसलाई छिचोल्दै म आज घर आइपुगेँ गर्मी मस्त गर्मी छ काठमाडौँमा आज पानी अलिअलि पर लागिरहेछ त्यसैले आज शीतल हुने सम्भावना धेरै छ हेलो फ्रेन्ड्स आजको तपाईँलाई भिडियो कस्तो लाग्यो तपाईँहरूले लाइक गरिदिनु होला सब्सक्राइब गरिदिनु होला अनि कमेन्ट गरिदिनु होला तिमीले पनि युट्युब चलाएको म चाहिँ 1.5 घन्टा लाएर अफिसबाट घर आइपुगेँ मेरो छोरी खाँदै रहेछ खाजा तिमीले खाजा खाँदैछ भर्खर स्कुलको हो त्यस्तो ढिलो किन नपाकेर त थ्याङ्क यू सी यू नेक्स्ट टाइम थ्याङ्क्स वाचिङ माई भिडियो डिजारियल मेरो भिडियो हेर्नुभएकोमा थ्याङ्क्स फर वाचिङ माई भिडियो माई ब्लग डिजारियल नेपाल अहिले चाहिँ मेरो डिजारियल ब्लग भएको छ मेरो सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला